ए उशिरा आला यो डोंट इवन लव मी कसले रे कमी सांगू का मम्मीला तू बनतो शाणा माझी सासू तुझी मदर ए माझी होणारी हमसफर आय लाईक युअर ब्युटी आय लाईक युअर फॅशन तुझ्यावर थांबून आहे माझी नजर एक नंबर तुझी कंबर हाय चाल शेकी शेकी हाय किती सुंदर तुझं डिंपल जे पाहिजे टेक इट एक नंबर तुझी कंबर हाय चाल शेकी शेकी हाय किती सुंदर तुझं डिंपल जे पाहिजे टेक इट पुगेपछि अब यस्तै हो। एक्सर्साइज चाहिँ गर्नु पर्दैन। ल अनि घर आइपुगिसकेको छु म अनि यसो सोधेँ मम्मीलाई होइन के बनाउँदै थियो भनेर। मम्मी त यस्तो फर्सीको तरकारी बनाउनु आँट्दो रहेछन् होइन। फेरि मुखमा के लगाएको भनेर सोधेको बेसार लगाएको रे भन्छन्। यताउति यस्तो तरकारी पकाएको रहेछन्। ल म नि अब यता यसो शीतलमा जान्छु भनेर गएँ। शीतलमा यसो हेरेको बाख्राहरू कस्तो घाम तापेर बसिरहेछ होइन। मस्त घाम तापेर बसिरहेछ ऊ हाम्रो दुईवटा पाठा। अनि अर्को चाहिँ माउ चाहिँ उति ढोकामा बसेको रहेछ क्या। अनि म पनि अब हात खुट्टा धुन्छु भन्न लागेँ। यसो भ्यू देखाएँ होइन। हात खुट्टा एकदम फोहोर भएर रहेछ। चप्पल पनि हेर्न माटै माटो छ। ए यस्तै हो अब गाउँघरमा भनेर सोचेँ। अनि अब हात खुट्टा धुन्छु भनेर सोचेँ। अनि फेरि यसो मम्मीले केही भन्छु भन्नु थालेँ। ल गएर सोधेको त ल के भन्छन् भने अर्ग्यानिक चिज यस्तै हो रे अर्ग्यानिक खानुपर्छ रे भन्छन् है। ए ल नि त ल अर्ग्यानिक खाउँला भनेको। ल मम्मी तरकारी पकाउँदै गर्छन् म हात खुट्टा धुन्छु अब ल है त भनेर यता आएँ म। अब यता आएपछि अब यसो के गरौँ यसो भ्यूहरू राम्रो छ होइन गाउँबाट देखिने होइन। ल ठिक छ धन्यवाद सब्सक्राइब गरिदिनु होला।